मौलिक उत्पादकीकरण पद्धति रे गखाउ आरु लखाउ निर्णय करा हो। यसमा यसको 18 र 42 को 18 र 42 को लखाउ र गखाउ निकाल्नु पर्छ। त्यसको लागि हामी के गर्ने भन्दाखेरि 18 को उत्पादक निकाल्ने मौलिक उत्पादक 18 को मौलिक उत्पादक के हो भन्दाखेरि 18 लाई 2 ले जान्छ 2 9 गुण 18 फेरि 9 लाई के ले जान्छ 3 ले 3 3 गुण 9 र हामीले के लेख्यौं 2 2 पूरण 3 हो तर 3 दुईटा हुनाले यसमा घातमा लेख्यौं 3 स्क्वायर हो। त्यसैले अब 42 को के हुन्छ 42 लाई 2 ले 2 21 अब 21 लाई 3 7 21 3 8 गुण 21 हो अर्थात 2 पूरण 3 पूरण 7 यहाँ सबै सिंगल छ ओके हैन। अब हामी गखाउ निकाल्ने गखाउ भनेको HCF निकाल्ने ल HCF भनेर लेखिदिन्छु म अंग्रेजीमै लेख्न सजिलो हो 18 र 42 को हेर कसरी लिने भन्दाखेरि यहाँ चाहिँ अलिकति मनोयोग दिनु ल। हेर गखाउ कसरी लिने भन्दाखेरि गखाउमा हामी मिलेको मात्रै लिने उत्पादक मौलिक उत्पादक मिलेको उत्पादक हेर यहाँ 2 यहाँ पनि 2 छ मिलो यो 2 लिए हेर पूरण। अब अर्को नेक्स्ट के छ 3 यहाँ 3 स्क्वायर छ यहाँ 3 छ अर्थात 3 दुईटा छ यहाँ एउटा छ कतिवटा मिलो यहाँ दुईटा छ यहाँ एउटा छ कतिवटा मिलो एउटा मिलो र 3 लिने अर्थात यहाँ 3 को यहाँ घात कति हो 1 छ यो कुरा मनमा राख्नु घात जति छ भने 3 स्क्वायर 3 टु द यहाँ 1 छ अर्थात सानो चाहिँ लिनु मिलेकोबाट घात सानो चाहिँ लिनु हो 2 2 मिलिहाल्यो 3 को 3 स्क्वायर र 3 टु द 1 मा सानो चाहिँ 3 हो 3 लिए 7 मिलेन लिनु पर्दैन अर्थात यसको गखाउ कति हो भन्दाखेरि 2 3 गुण 100 हो। अब एलसीएम लिने एलसीएम भनेको लखाको हेर एलसीएम लिने कसको 18 र 42 को यसरी लेखिन्छ लेख्दाखेरि यसरी लखागुमा चाहिँ के गरिन्छ भने उल्टा त्यसको यहाँ चाहिँ नमिलेको पनि लिनु पर्छ उत्पादकहरु र नमिलेको भन्दा के हो मिलेको त लिनै पर्यो 2 2 मिलो 2 लिए यहाँ अब 3 र 3 मा हेर 3 स्क्वायर मा र 3 टु द 1 मा मिलेको नमिलेको पनि लिनु पर्यो भन्दाखेरि ठूलो चाहिँ लिनु पर्यो अर्थात 3 स्क्वायर चाहिँ लिनु पर्यो। अघि यहाँ के लेखेको थियौं हामीले 3 मिलेको सानो लेखेको थियौं यो 3 टु द 1 हो हैन र 3 स्क्वायर यहाँ 3 स्क्वायर लिनु पर्यो ठूलो चाहिँ लिनु पर्छ। यसरी घातमा मिलेको छ भने भूमि मिलेको छ भने पावर ठूलो चाहिँ लिनु लखागुमा सानो चाहिँ लिनु गखाउमा र नमिलेको साथ छ त्यो नमिलेको पनि हामीले लिन पर्छ केमा यो लखागुमा नमिलेको पनि लिनुपर्छ र यति पूरण गर्दा कति हुन्छ भन्दाखेरि 2 2 पूरण 3 स्क्वायर भनेको 9 पूरण 7 र कति हुन्छ 2 9 गुण 18 18 हात गुण 126 126 र भेट्यो हामीले HCF अर्थात गखाउ कति भेट्यो 6 र लखाउ कति भेट्यो 126 यही हो यसको एन्सर।